नमस्कार साथीहरू, म चाहिँ एज युजुअल बिहानको 8 बजे चाहिँ म काम जानलाई घरबाट निस्किरहेको छु। अब भिडियो बनाउने फुर्सदै नहुने कि कहिले पनि भिडियो बनाउने फुर्सद भएन। त्यो भएर काम जाँदै भए पनि यसो भिडियो क्लिपहरू लिँदै जाम भनेर चाहिँ म निस्किँदैछु र मेरो घरको अगाडिको फुललाई पनि यसो एक क्लिप भिडियो लिइदिएको नि है। बिहान काम हिँड्ने बेलामा एकचोटि यो फुलहरू हेरेर जाने गर्छु र आएर पनि एकचोटि हेर्ने गर्छु। टिकटकमा फिल्टर म जस्तै देखिने निस्केको रहेछ, नत्र ओभरै चेन्ज फेस देखिनेहरू पनि छ नि त टिकटकमा। तर यो चाहिँ झन्डै म जस्तै देखिने रहेछ है। अनुहार चाहिँ तब यस्तो छैन, चिल्लै देखाउँछ अनि म जस्तो रहेछ। अनि म चाहिँ काममा आधा घन्टा पहिल्यै पुगेर बाहिरै घुमिरहेको छु। अब हाफ एन आवर अर्ली पुगेपछि त के गर्नु होइन, बाहिर हावा खाँदै हिँडिरहेको छु। अब यतिखेर यहाँ बाटोमा मान्छे कोही पनि हिँडेको रहेनछ नि, त्यही भएर यो भिडियो बनाएको। यहाँ मान्छे के अरे बाटोमा मान्छे लाज हुन्छ नि त। निस्किगयो एउटा मान्छे। आजको वेदर एकदमै राम्रो छ। आज 23-24 डिग्री जस्तो पुग्ने सम्भावना छ। समाचार सरर हावा आइरहेछ। के गर्नु, भिडियो बनाउनु भ्याउँदैन है। टाइमै हुँदैन, फुर्सदै हुँदैन। मेरो साथीले बोलाउँदैछ हैछ गर्दै। भिडियो बनाउँदै बाटोमा हिँडेको देखेर पागल नि भन्दै होला मलाई। कहिले भिडियो बनाउनु टाइमै त हुँदैन। अब बिहान उठ्यो, आउनु पर्यो काम, घर पुग्यो, खाना बनाउनु पर्यो होइन। जिन्दगी सजिलो छैन। काममा चाहिँ जहिले म छिटो पुगेर चाहिँ मेरो बस्ने ठाउँ चाहिँ यहीँ हो। यहाँ छ, यहाँ दुईवटा कुर्सीहरू छ। यहाँ माथि एउटा छ, एउटा यहाँ छ है। यहाँ यो बेउडाहरू बस्छ के, रक्सी खाने मान्छेहरू। म चाहिँ बिहानै नै रक्सी नखाइ नै यहाँनिर आएर बसिदिन्छु।
मेरो काममा जाने बेला भयो। म जान्छु ल, काम गर्नुपर्छ अब। मैले कति भने 9 आवर्स पछि मेरो काम सकिन्छ अनि त्यस पछाडि घर जाने हो। एकछिन फुर्सद भएको बेला काममा भिडियो लिइदिइहालेको नि है। अब जतिखेर पाए त्यतिखेर भिडियोहरू लिनु पनि अलि अप्ठ्यारै हुन्छ कि, काममा चाहिँ गाह्रै हुन्छ। भिडियो बनाउँदा त त्यस्तो माइन्ड गर्दैन कसैले पनि, तर पनि आफैलाई अप्ठ्यारो लाग्छ कि। अनि आज चाहिँ अब विकेन्ड, स्याटरडे एकदमै बिजी हुन्छ होइन। फोन आएकै अपोइन्टमेन्ट लिनु पऱ्यो, मान्छे ओइरहेको ट्रिटमेन्टहरू गर्नु पर्ने हुँदाखेरि एकदमै व्यस्त हुन्छ विकेन्ड चाहिँ। बिहान 8 बजे घर छोडेको, काम हिँडेको, अहिले 6:30 बजे घर आइपुग्यो है। कति घन्टामा भने 10 घन्टामा होला घर आइपुगेको। काम गरेर यस्तै छ युकेको लाइफ। युके भन्छ नि, युके यसरी चाखिन्छ। एभ्रिडे युके यस्तो हुन्छ। युकेमा 10 घन्टा होइन, 10.5 घन्टा। 8 बजे घरदेखि निस्केको, अहिले 6:30 बज्यो भनेपछि त 10.5 घन्टै भयो होला। 10.5 घन्टामा घर आइपुग्यो। भिडियो बनाउनु त यो टाइम त यस्तै छ। चिन्तोकी यस्तो छ, चिन्तोकी। धुस्रै र फुस्रै घर आइपुग्यो। ओफ, कस्तो आज त गर्मी पनि छ। थ्याङ्क यू फर वाचिङ। टाइम भएको बेला राम्रो भिडियो बनाएर लगाउँला, हेरिदिनु होला साथीहरू। के पाक्यो? मेरो पुकुले छोराले पकाउँदैछ डिनर। पाक्यो? थ्याङ्क यू मेरो छोरा। कस्तो मिठो। खै के पकाइस्? खै कस्तो मिठो पकाएछ। चिकन पकाएछ। यस्तो मिठो पकाउँछ नि मेरो छोराले, यस्तो मिठो पकाउँछ। अब म खाएँ ल। कामदेखि यस्तो भोक लागेर आइरहेको थिएँ म है। घर गएर के पकाएर खाने भन्ने सोचिरहेँ त मेरो छोराले यस्तो दामी चिकन रोस्ट गरिरहेको रहेछ कि। यो केटाले गर्छ, मन लाग्यो भने त गर्छ नि। यस्तो दामी यसले चाहिँ पकायो भने फेरि छोरीले भन्दा राम्रो बनाउँछ यसले। अब गम खानु पर्यो। यस्तो दामी बनाइरहेको कि यति त सक्छु होला हौ, यति चाहिँ त सक्छु होला, पक्का होला। यहाँ अझै पाक्दैछ। यो चाहिँ अब मैले उबारेपछि खान्छ। अचार पनि बनाएछ होइन। भात पनि आज यसले घिउ लगाएर, स्पेसल घिउ लगाएर बनाएछ। ओहो, अब म चाहिँ बसेर खाएँ ल, गर्नु पर्यो।